मम्मीको त सर्प देखेर सातो नै उड्यो। आज एक्कासी बिहान उठेपछि मम्मीले झ्याप्प बोलाउनु भयो। किन बोलाउनु भयो भन्दाखेरि घर अगाडि सर्प आएको रहेछ। अनि सुरुमा त के गर्ने यो सर्पको भनेर सोच्दै गर्दाखेरि अब होइन यस्तो पाराले भएन भनेर मैले समात्न थालेँ। फेरि मैले समात्न खोज्दाखेरि पनि मम्मीले चाहिँ दिनु चाहिँ भइरहेको थिएन। तैपनि मैले नमानिकन समात्न खोजिरहेको थिएँ र मम्मीले दिनु भएको थिएन। र मम्मी एकैचोटि आएर खरेटोले फाल्न खोज्दाखेरि झन् त्यो खरेटोबाट माथि आएको हुनाले मम्मी चाहिँ एकदमै डराएर उफ्रिनु नै भएको थियो। र त्यही मौका पाएर मैले चाहिँ च्याप्पै समात्दिएँ मुखमा होइन। सर्पको मुखमा समातेपछि त्यस्तो प्रब्लमै भएन त्यसपछि चाहिँ। अनि त्यहाँबाट यो सर्प चाहिँ धेरै विषादी चाहिँ हुँदैन, तर टोकेपछि चाहिँ हामीले एलर्जीको सुई चाहिँ लाउनै पर्ने हुन्छ। किनकि यसले अब भेकुदा सेकुदा यताउता खाँदाखेरि हामीलाई एलर्जी हुन्छ नि त, त्यसैले हामीले सुई चाहिँ एलर्जीको लाउनै पर्ने हुन्छ। र अर्को कुरा भन्नुपर्दा यो सर्पको नाम चाहिँ कुकुरी भन्ने सर्प चाहिँ हो होइन। राम्रोसँग नेपालमा चाहिँ यो एकदमै घरहरूमा यतिकै भेटिरहेको हुन्छ। सकेसम्म यसलाई नमार्नु, सकेसम्म होइन मार्दै नमार्नु भन्न चाहन्छु म चाहिँ। यसरी नै अब मैले अब यसलाई चाहिँ रेस्क्यु गर्न तर्फ लागेँ र यो सर्पलाई चाहिँ मैले घर वरिपरिकै झाडीमा रेस्क्यु गर्न लागेको छु। समाजमा केही प्रब्लम नआउला भनेर नै मैले बोतलमा सलक्क हालिसकेको थिएँ सर्पलाई। यो भिडियोमा राम्रोसँग भ्युज र राम्रो लाइक आयो भने मैले फेरि पनि मिनी भ्लग चाहिँ बनाउने नै छु। र सर्प समात्ने जारी गरौँ कि नगरौँ चाहिँ त्यो चाहिँ हजुरहरूको हातमा छ। भनिदिनु होला, कमेन्ट गरिदिनु होला। अब म चाहिँ यसलाई छोड्नतर्फ लागेँ। फेरि हजुरहरूले यहीँ छोड्यो यसले त कस्तो रहेछ भनेर भन्नु होला। यो विष नभएको सर्प हुनाले मैले यहीँ छोडेको हो। जाँदै यहाँनिर कस्तो राम्रो छ, कति राम्रो छ स्वास्थ्य गयो त गाइस। बोतल पनि हो त्यो यस्तो विषादी बोतलहरू हो त्यो गर्नुपर्छ। यसलाई चाहिँ डिस्पोज गरिदिइहाल्नुपर्छ। यो सर्प चाहिँ भाग्यो।